नमस्कार सबैजनालाई। हाम्रो यात्रा चाहिँ आज सुब्बा देउराली हुँदैछ। आज हाम्रो चाहिँ यो आज हामी यतिखेर चाहिँ अहिले जोर्तेमा छौँ होइन। अब हाम्रो चाहिँ यात्रा अब जोर्ते रिडी अनि खर्ज्याङ हुँदै चाहिँ यता हाम्रो के भन्छ दुर्गाफाँटदेखि यता निस्किँदै अब यता हाम्रो सुब्बा देउरालीसम्मको यात्रा छ। हजुरहरूलाई चाहिँ मैले ठाउँ अपडेट देखाउँदै जाँदैछु। हजुरलाई चाहिँ अन्तिमसम्म यो मेरो भिडियो हेरिदिनु हुन अनुरोध गर्दछु। अहिले चाहिँ हामी यतिखेर जोर्तेमा छौँ। अब हजुरहरूलाई चाहिँ अपडेट गराउँदै जानेछु। हेलो यतिखेर चाहिँ हामी अब यो रिडीतर्फ झर्दैछौँ है। हामी यो रिडी माथि के भन्छ यो हाम्रो यो आँप भएको बगैँचालाई के भन्छ। हामी चाहिँ सानसानो यहाँ आँप खान आइन्थ्यो। अब उहाँ माथिदेखि हिँड्दै अनि कोही बजारमा गएर एकछिन तपाईँलाई जानकारी गराउँछु। एकछिन नै यसो त्यहाँ देखाएर बाइकलाई नजारा त चाहियो नि उसलाई पनि त्यतिको चाहिँ हिँड्दैन। आफूलाई पुगेर अब हालेपछि चाहिँ हामी फेरि यता निस्किने बाटोतर्फ चाहिँ लाग्नेछौँ। ल हामी अहिले चाहिँ यतिखेर तीनमुखे चर्चित प्रख्यात यो तीनमुखे पुलमा आइसकेका छौँ। हामी अहिले यतिखेर चाहिँ पाल्पामा छौँ। हाम्रो उतातिर ठ्याक्कै हाम्रोको उतातिर ठ्याक्कै चाहिँ स्याङ्जा पर्छ अनि यता गुल्मी यतातिर चाहिँ गुल्मी पर्छ। अब हामी चाहिँ अहिले तीनमुखे पुलमा छौँ। यतिखेर यो चाहिँ अहिले यतिखेरको समयमा चाहिँ अहिले यो पुल चाहिँ एकदम चर्चित छ। जे होस् रमाइलो घुम्ने स्थल हाम्रो चाहिँ यो रिडी खोला कालीगण्डकी बग्ने त्यो तीनमुखे पुल छ। अब त्यस तीर्थयात्रीहरू पनि त्यस राम्रै तरिकाले यहाँ हाम्रो रिडी बजारमा आउनुहुन्छ। ल अहिले चाहिँ हामी गुल्मी जिल्लातिर प्रस्थान हुँदैछौँ। अघि हामी यतातिर पाल्पा थियौँ भने अहिले यतिखेर चाहिँ हामी यो गुल्मी जिल्ला हार्दिक स्वागत गर्दछ भन्ने चाहिँ अब हामी चाहिँ यतातिर चाहिँ यो गेटदेखि हामी गुल्मी छिर्दैछौँ। गाइज हामी चाहिँ यता गुल्मीमा पेट्रोल हाल्ने भन्थ्यौँ। त्यहाँ चाहिँ पेट्रोल नभएको कारणले चाहिँ अहिले चाहिँ हामी यहाँ बोतलबाट किनेर चाहिँ हालिरहेका छौँ। हामी चाहिँ रिडी बजार कटेर हामी अफरोड हुँदै यता अब हामी के भन्छ खर्ज्याङ निस्किँदै जाँदैछौँ। खर्ज्याङ गएर चाहिँ फेरि हजुरहरूलाई अपलोड गराउँदैछु। जति सक्छ खुसी भयो भनेर पठाएको सुनिमा चाहिँ रमाउनु पर्ने रहेछ। हजुर खुसी हुन पर्ने रहेछ होइन। दुःख सुख भन्ने चिज त ठाउँमा छ आफ्नो ठाउँमा। हजुर तर रमाइलो गर्नु पर्यो। चाहिँ आफ्नो जहाँ हो त्यही रमाइलो हुनु पर्यो। आफ्नो जस्तो छ
जस्तो शक्ति उस्तै भक्ति भन्छन् नि, त्यस्तो तरिकाले अब आफ्नो शक्ति अनुसारले घुमौँ फिरौँ रमाइलो गरौँ। यो छुट्टीमा चाहिँ यति हरियाली फुलबारीमा जति सक्नुहुन्छ हजुरहरू पनि रमेर जिउनुहोस् भन्छु मैले। एकदम राम्रो एडभाइस है यो चाहिँ। लाइफमा रमाइलो गर्नुपर्छ। दुःख आफ्नो ठाउँमा छ, दुःख नि गर्नु पर्यो तर चाहिँ रमाइलो नि गर्नु पर्यो यो। हेलो पुसाई, ल कस्तो भइरहेको छ अहिलेसम्मको एक्सपिरियन्स? एकदम ठिक छ, तर बाटो अफरोड भयो नि, स्मुथ नै छ होइन। एक ठाउँमा हल्का स्लाइड खाला जस्तो भएको छ। हजुर, अरू अल फाइन। ल के ल दिपक कस्तो भइरह? रमाइलो भइरह नि अहिले? माया कसैलाई नसोधी सल्लाह पहिले सानो निन्द्रामा छुट्यायो तिम्रो पहिले सल्लाह पहिले सानो निन्द्रामा छुट्यायो तिम्रो पहिले। यसको चाहिँ नाम चाहिँ भन्नुहोस् के हो? कमेन्ट हान्नु, कमेन्ट के भनेर चिन्छन् यसलाई? अझ यसको रसी पनि छ होइन, यो रसीले के काम गर्छ मलाई चाहिँ के काम तरिकाले चिन्नुहुन्छ हजुरले? त्यही तरिकाको जे नाम हो त्यही पुछाइ भन्नु नि त के हो त्यो? मै पार्ने मदानीको यसको एउटा ठेट नाम होला नि त। नाम चाहिँ के हो? हजुरलाई अहिले चाहिँ हामी खर्जाङ भन्ने ठाउँमा छौँ होइन। खर्जाङमा चाहिँ हामीले छोटो मिठो तरिकाले चिया खाइयो। अब चाहिँ हामी सुपरदेउरालीतिर लाग्दैछौँ। अहिले चाहिँ बिहानको 10 बजेर 15 मिनट गएको छ र घुम्ती भन्ने ठाउँ आउन चाहिँ अब यस्तै 4 किलोमिटर जति बाँकी छ र यहाँको सिट एकदम बवाल छ होइन। त्यही भएर नेपाल छोड्नु मन लाग्दैन है साँच्चै भन्नुपर्दा चाहिँ। सिटहरू बवाल छ, यो क्यामेराले क्याप्चर गर्न नसक्ने खालका सिटहरू छन्। हामी एकदम इन्जोय गरेर आएका छौँ। बाइकमै हतार छ, हामी वासीको देउराली छ, त्यही भएर धेरै ठाउँमा रोक्न सक्यो होइन। तर यस बाइकमा हिँड्दा पनि एकदम बवाल चिजहरू छन् है। खतरा खतरा खतरा। सुपरदेउराली यहाँबाट यस्तै 2 मिनटको बाटो छ, तर चाहिँ यहाँ हल्का बाटो साँगुरो भएर चाहिँ थोरै जाम छ होइन। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका 6 मा अवस्थित सुपदेउराली एक प्रसिद्ध धार्मिक स्थल हो, जहाँ देवी भगवतीको वास स्थल मानिन्छ। हाम्रो जुन ठाउँमा पुग्नुपर्ने थियो हामी चाहिँ त्यो ठाउँमा आइपुगेका छौँ। सुपदेउरालीको दर्शन गर्न आएका छौँ। गहिरो आस्था, श्रद्धा र विश्वासले भरिएको यो मन्दिर नेपाली जनताको मनमा विशेष स्थान राख्दछ। अब हामी सुपदेउरालीको यसमा लाइनमा बस्दैछौँ। अब मन्दिर जस्तो पवित्र ठाउँमा आएपछि कालो मिच्न भएन होइन। रुल बाई रुल गर्दाखेरि चाहिँ लाइनमा बस्नु पर्यो। जनविश्वास अनुसार यहाँ सच्चा मनले गरिएको पूजा
र भाकल अवश्य पुरा हुन्छ। विशेष गरी दसैँ, चैते दसैँ, पूर्णिमा, औँसी लगायतका पावन दिनहरूमा देशका विभिन्न भागबाट हजारौँ भक्तजनहरू दर्शन गर्न आउने गर्दछन्। हामी चाहिँ ढुङ्गाचोकको भकलको लागि विशेष उहाँको लागि चाहिँ हामी सुब्बादेउराली आएका हौँ होइन। हाम्रो चाहिँ पूजाहरू चलिसकेको छ अनि हाम्रो अन्तिम चरणमा अब निस्किने क्रममा छौँ। यता चाहिँ हामी धुपबत्ती बालेर बाहिर निस्किने छौँ। सुब्बादेउराली प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक कथाले समृद्ध स्थल हो। हरियाली, पहाड, झरना र पहाडी दृश्यले यो स्थललाई अझ आकर्षक बनाएको छ। यस मन्दिरसँग जोडिएका किम्वदन्तीहरू जस्तै राजकुमारीको आत्मादेवी बनेर प्रकट भएको कथा वा लाउरीको झोलाको प्रसङ्ग यसलाई अझ रहस्यमय र आस्थायोग्य बनाउँछ। सो गाइस, आज चाहिँ हामी होइन सुब्बादेउरालीमा टिकासिका लाएर पूजासिका गरेर खाजा खाएर एकछिन तारा पानीमा बसेर त्यहाँ फोटोसुट रमाइलोतिर गऱ्यौँ होइन। अनि त्यो सबै गरेर चाहिँ अब हामी छहराको बाटो हुँदै हाटचोक अनि आफ्नो घरतिर लाग्नेछौँ। यति भन्दै हजुरहरूले त्यो अघिसम्म हेर्नु त्यसको लागि धेरै 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 धन्यवाद। अर्कोचोटि फेरि भेटौँला।